भर्खर होइन हामीले एउटा कपाल देखाएको थियो क्या दामी होइन लाइक भनौँ न केटी चाहिँ लुक लागेको वाउ के यस्तो दामी होइन केटी चाहिँ अनि केटा चाहिँ कस्तो थियो केटा चाहिँ कस्तो थियो भने चाहिँ होइन म्याचिङ गोजरी क्या अब क्या बात है सर क्या बात है सर क्या बात ये बात है हामी चाहिँ यहाँ पार्कमा चाहिँ घुम्न आएको थियो होइन अनि हाम्रो सरले चाहिँ पानी तिरिक्कै धारा तिरिक्कै पिरिक्कै के भन्ने गानामा चाहिँ डान्स हान्ने अरे अनि म चाहिँ त्यो डान्स बनाएर चाहिँ यो भिडियोको बिचमा कल गरेर हाल्छु उहाँको डान्स ल है है अहिले चाहिँ भिडियो निकालिराख्नु भएको छ यता नआए अरे अब उता जाने भन्नु ल उताबाट जाने यहाँबाट कता बाटो ल त्यो हामी यहाँदेखि अगाडि गइराखौँ हाम्रो सरको यहाँ सुटिङको लागि है हाम्रो दाजुको सुटिङको लागि ताल पऱ्यो भने मै नाच्नु सक्छु के त सुटिङ त भन्दै मात्रै हो सो अनि यो कुन पार्क हो पार्कको नाम चाहिँ थाहा छैन हामीलाई जुनसुकै एउटा अननोन पार्क अब तपाईँ आफ्नो नाम भनिदिनुहोस् न होइन आफै राखिदिनुहोस् एउटा नाम यो पार्कको त्यो यता नदी छ हामी दुईजना चाहिँ यहाँ छौँ अनि उहाँ चाहिँ अगाडि जाउँ हुन्न कागज भिडियो बनाउने भिडियो मुखमा चाहिँ छुर्पी मुचमुन्डा भएर गाई ढुङ्गा काटेर अलि भएको ढुङ्गा पनि गाई टाइगर बाघै बाघ हल्ला नगरे बाघ देखाउँछु म बाघै चोक बाघ देखाउँछु है खाएर नै फेरि हाम्रो सुटिङ चाहिँ क्यान्सल भयो है पानी पनि पर्यो अनि हाम्रो सरको यता साइडमा रोड छ सँगसँगै अनि त्यो रोडमा चाहिँ ध्यान गयो अरे क्या अलिक बढी गाना चाहिँ सुनिएन अब नेक्स्ट टाइम आउँदा चाहिँ हामी स्पिकरदेखि ल्याएर सब चिज ल्याएर चाहिँ बनाउनेछौँ बब्बाल बनाउनेछौँ अनि त्यही हो अहिलेको भिडियो पनि कति के कस्तो भएको छ म हालिदिन्छु तपाईँलाई मतलब म हाल्ने छु एडिट गरेर हाल्छु होइन बिचमा मतलब हाल्छु म हेरेर के कस्तो छ पर्फर्मेन्स टक्क भनिदिनु होला त्यही हो अनि यो चाहिँ पार्क रे अनि म चाहिँ फर्स्ट टाइम आएको उनीसँग यहाँ घुम्न अनि उनलाई नाम सोधेको हाम्रो जेठान सरलाई उहाँलाई चाहिँ नाम थाहा छैन अरे सो त्यही हो अनि त्यही भएर पानी चाहिँ परिरहेको छ अनि म चाहिँ भिडियो बनाइरहेको छु यहाँ बाबुहरू अङ्कल आन्टी दिदी बहिनीहरू को हुन् अब सबै यहाँ दाइ भाइ दाजुभाइ सब खेलिरहेको छ है तर मलाई मतलब छैन म भिडियो बनाइरहेको छु मलाई भालो होइन सो हामी चाहिँ छोटो मिठो भिडियो बनाउनु मान्छे धेरै लामो चाहिँ भिडियो बनाउनु चाहेनौँ केही दुई शब्द बोल्न मन छ युट्युब च्यानललाई चाहिँ सब्सक्राइब र लाइक कमेन्ट गर्न चाहिँ कति पनि नबोल्नु होला कति पनि कति नगर्नु होला खास पार्क नाम चाहिँ यो कुशलाल के हो यो कुशलाल मोटर के पार्क के हो ठेगाइ यति भन्दै हामी चाहिँ अब क्यामेरा नि बन्द गर्छु है अब यहाँ गाडीहरू पनि धेरै चल्छ स्वरले गर्दाखेरि हाम्रो भोइस नि राम्रो जाँदैन कि हामीसँग माइक छैन नि त यत्तिकै खालि यत्तिकै बोल्नुपर्छ अनि हाम्रो भोइस चाहिँ राम्रो आउँदैन होइन त्यही हो भर्खर होइन हामीले एउटा कपाल देखाएको थियो क्या दामी होइन लाइक भनौँ न केटी चाहिँ लुक लागेको वाउ के यस्तो दामी होइन केटी चाहिँ अनि केटा चाहिँ कस्तो थियो केटा चाहिँ कस्तो थियो भने चाहिँ होइन म्याचिङ गोजरी क्या अब त्यो चाहिँ दामी थियो है देखेको गाई देखाउनु पाएन मैले चित्त दुख्यो यार त्यति राम्रो केटी चित्त दुख्यो यार त्यति राम्रो केटी त्यस्तोसँग हिँड्दा त मेरो पनि फोक्सै फुटेर बाहिर निस्किला जस्तो भयो झन्डै ढलिसक्यो अरे हाम्रो अलिक हट्टाकट्टा भएर जुरु कुदाएर दौडिहाल्नु पऱ्यो यहाँबाट नत्र चाहिँ ढलिहाल्ने म आँखाले त कोकोलाई मन पराउँछ पुऱ्याउँछ नि है तर मनले वा माथि माथि वा आँखाले त कोकोलाई मन पराउँछ पुऱ्याउँछ तर मनले वा माथि माथि वा पऱ्यो त्यस्तै हेर्नुपर्छ क्या यस्तरी तर के भन्नु देखेन होला
कस्तो गाइस रमाइलो रोडमा नहुने भयो गाइस कि नत्र भने त केटी देखिहाल्छ आँखाले मन पारिहाल्छ यसै गाह्रो छ हामी सिङ्गल केटाहरूलाई एकदम गाह्रो छ बुझ्यौ सिङ्गल केटाहरूलाई गाह्रो छ नि केटा हो के छ यस्तै हो है रोडमा कपाल हेर्दाखेरि मन दुख्छ क्या साह्रै मन दुख्छ के गर्नु छैन कोही पनि यस्तरी जोडी बाँधेर नहिँड है जोडी बाँधेर नहिँड मन दुख्छ हामी पनि मान्छे हो यार सिङ्गल मान्छे कति कपाल मसारेको भन्ला फेरि खाप चाहिँ त्यस्तै छ कपाल मसार्ने जस्तो अनि हामी चाहिँ हाम्रो यहाँ एकजना जेठान हुनुहुन्छ उहाँको दाइ मेरो जेठान ठुलो जेठान अनि गएर चाहिँ त्यहाँ टक्क काम होइन काम चाहिँ हेर्नुपर्ने छ नेक्स्ट आउने आइतबारदेखि चाहिँ म त्यहाँ काम हान्ने सोचिरहेको छु जोइ हुँदै हुनुहुन्छ हाम्रो दाइ साहब उहाँ एकदम फुल्ली तयारीको अवस्था हुनुहुन्छ हो अनि काम के कस्तो लाग्छ एक दिन गरौँ आजको दिन हेरौँ यहीँभित्र हो है यहीँभित्र हो ग्यारेजमा चाहिँ होइन फेरि भित्र कम्पनीभित्र छ ल काम चाहिँ म तपाईँलाई देखाउनु न म चाहिँ गेटबाट छिर्ने बित्तिकै म भिडियो बन्द गरेँ अब 2-4 दिनपछि नयाँ अपडेट आइरहेको छ हेर्दै गर्नु होला हस् त धन्यवाद और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए